अनि यसो मेमोरी टाइपको बनाउनलाई हो अब हेरौँ के हुन्छ अगाडि हेर्दा मैले म काममा जान्छु है अगाडि के हुन्छ म देखाइराख्छु अहिले त म ट्याक्कै ट्रेन स्टेसन छु ट्याक्कै 11 बजेर 8 बज्यो Sorry for the mistake. ट्याक्कै ट्रेन आयो अब ट्रेनमा जान्छु कामतिर सी यु अर्को ट्रेनमा छु के भने माइक छैन त्यो अब 40 पछि ट्रेन हुन्छ अनि फेरि अर्को ट्रेन चल्छ सी यु अब त्यही म अहिले टनलमा छु अहिलेको ट्रेन सक्यो अन्डरग्राउन्ड अब अर्को ट्रेन चल्न जाँदैछु काममा जान चाहिँ कस्तो छ भन्दा 3टा ट्रेन चेन्ज गर्नुपर्छ र 3टा कस्तो भने यो फर्स्टमा ट्रेन 2 स्टप त्यहाँ 4 स्टप अबको यो ट्रेनबाट 1 स्टपमा काम पुग्छ है सिधै एउटा ट्रेन जाँदैन क्या तर कति 25 मिनटमा पुग्छ घर अलि बसेको घरबाट दाइ त अब काममा गएपछि देखाउँछु के अरे आज चाहिँ आर्सेनलको होम गेम छ जसलाई है कति अनि मेरो काम गर्ने ठाउँ त्यही आर्सेनल स्टेडियमबाट कति 10 मिनट वाक हो क्या अनि आज कस्तो प्याक क्या त्यो टनल त यहाँको टनल आर्सेनल गेम भएर होला सबै अब गेम हेर्न गइहाल्छ नि सपोर्टरहरूलाई लेट्स गो आर्सेनल कम आउट अब यो ट्रेनबाट स्टेसनबाट पनि गइसक्यो त्यही ट्रेन हो म चढेको अब यहाँबाट कति 2 मिनट हिँडेर काममा कति बज्यो अहिले ट्याक्कै 11:08मा हिँडेको घरबाट कति 11:33 भयो 11:08मा हिँडेको 11:33मा पुग्यो भनेपछि ठिकै हो तर 3टा चेन्ज गर्नु पऱ्यो र त्यही ठिकै हो होइन त्यही अब त्यही काममा गइरहेको छु जान्छु त्यही त नि अब कति बेलुका आज स्याटरडे है आज त 12 बजीसम्म काम हुन्छ यार त्यसपछि फेरि थाहा हुन्छ पछि सियु है त सियु इन अ मिनट सो गाइज अहिले त म काम पुगेँ अनि हाम्रो म त काम गर्ने अफिस सपमा हो अनि यो त डाउनस्टेयर हो मतलब यहाँ स्टकहरू हुन्छ स्टकहरू सबै सामानहरू यहाँ राखेको हुन्छ हाम्रो पसलको अब त म ज्याकेट चेन्ज गर्छु यहाँ त काम गर्नलाई छुट्टी ज्याकेट पनि छ क्या बसले ल्याइदिनु भएको किनकि हाम्रो लुगामा फोहोर नलागोस् भनेर गरी महिना सुरु भइसक्यो त्यो पनि जाडै छ ओ यार अब यो ज्याकेट लाउँछु टक्क आफ्नो ज्याकेट फोहोर नहोस् त त्यही त हो नि यहाँको ज्याकेट लाँदा ढुक्क हुन्छ फोहोर लाइन यहाँको ज्याकेटमा हुन्छ नि त अनि के गर्नु पर्दैन धेरै त्यही अब ज्याकेट लाउँछु अनि यसै मेरो ज्याकेट ठिकै छ एकछिनमा फेरि हेरौँला अब के हुन्छ अगाडि आजको दिनमा के हुँदै जान्छ हेरौँला है त सी यु सो गाइज एक्चुअली मेरो कस्तो कुल मेसिन छ क्या होइन ट्याक्कै हट चक्लेट यस्तो एउटा प्याकेट पाइन्छ अनि यो दामी मेसिन छ यो मेसिन अराउन्ड कस्तो 50-60 पाउन्ड भनेर जस्तो लाग्यो बसले जस्ट फर्स्ट होइन यो हाल्ने यहाँ गिलास हाल्ने देन आफ्टर अफ गर्ने एन्ड बटन चाहिँ अनि त्यही हो हट चक्लेट रेडी हुन्छ 1 मिनटमा यसरी आयो तर हेरेको हट चक्लेट म अब यो खान्छु ब्रेकफास्ट टाइपको त्यही त नि सी कस्तो राम्रो मेसिन छ है मलाई बसले भनेको क्या यता चाहिँ के छ भन्दाखेरि यता तपाईँको यो हट चक्लेटको भयो अनि देन आफ्टर गाड कफी पनि छ अरे हट चक्लेट आइरहेको छ सी यु आज कस्तो अचम्म कुरा भइरहेको हौ म माथि हट चक्लेट खाएर म माथि गएँ क्या टिलमा बस्न अनि टिल मतलब गल्ला क्या गल्लै हुन्छ नेपालमा गल्लामा बस्छ यता साइडमा एउटा पार्लर छ क्या टर्किसहरू के होइन पार्लरको आन्टी आउनुभयो आन्टी पनि बुढी आमा हुन्छ सधैँ बुढी आमा नि मैले राम्रोसँग बोल्छ क्या आन्टी पनि मसँग म पनि राम्रोसँग बोल्छु अनि अन्डा किन आउनु हाम्रो पसलमा अनि अन्डा किनेर भएको थियो अनि अन्डा किनेर जाँदाखेरि आइम गर्न बोल्छौँ है वुड यु लाइक सम भने क्या मैले अनि थमाम भने चाहिँ टर्किस यस प्लिज हो क्या अनि म जिस्कै होला जस्तो लाग्छ साथीहरू अन्डा बोइल गरेर काटेर छिटो ल्याइदिनु भएछ कि ट्याक्कै राम्रो छ क्या अब हल्का डाइट हानिन्छ Hi Uncle Sally, how are you? Hello, I'm fine, thank you. I'm going to teach you how to make Turkish coffee, okay? Yeah, okay, Uncle. So look, so you take 1 spoonful of this. This you is put it in here. Mehmet Efendi, yeah? Mehmet Efendi, yeah. And what you do, you take 1 spoonful for 1 person, 2 spoonful for 2 person, 3 spoonful for 3 person. I'm making it for 3 person. Then you put the coffee inside. You add your water, but not hot water, cold water. Cold water, yeah. And then slowly you're stirring it until it comes to
top. to the top, and then starts to boil. Boiling it. And then you got to be careful. As soon as it comes to the top, you must take it off, and then pour each little bit. Okay. And our Turkish coffee is ready. Turkish coffee is wonderful. And then if you have Turkish delight with it, small Turkish delight, piece of Turkish delight, and drink the coffee. Mwah. Very Baklava. Nice. Baklava. And baklava. Baklava. Yeah, baklava. Yeah. Okay. Baklava, and so our Turkish coffee is kind of ready in. Turkish coffee is best in the world. Best. Cappuccino, mappuccino, all them are rubbish. Fuck them. Yes. Fuck them. O kadar. O kadar bitti. That's how to make Turkish coffee. Yeah. Okay. It will be ready in 2 minutes. When It depends, yeah. Yeah, you got to keep stirring it. You see, look, you have to keep stirring it. Yeah. Okay, because it's powder. In order for the water to get the flavor, you have to keep stirring it all the time, like this, and then Round and round. and then you rest it. You rest it That's for it. a little bit, and then that's it. Okay. Okay. Namaste, Kostuca. We are having Turkish coffee. Okay. You want some? Tikka. Tikka. Tiksa. Yeah. Yeah. Okay. बल्ल क्लोजिङ टाइम हो अनि इट्स लिटरली लाइक 12 बजी हाले रातिको मेरो सब बल्ल क्लोज भइरहेको दिउँसो खाँदा बिचमा भिडियो बनाउँछ भने यस्तो सब बिजी भयो खाँदा नि फोन नि चलाउनु पाएन केही पनि भएन हौ लास्टै बिजी भयो भिडियो बनाउनु सिधै अब क्लोजिङ गर्ने बेलामा चाहिँ भिडियो बनाइरहेको छु त्यही त हो नि सब मेरो बेत्री हो मेरो कलिग सिभिल त सो एज युजल गाइज मेरो सबै उताको है उताको पसल बन्द भइसक्यो अनि अहिले भइरहेको टाइम ट्याक्कै राति 12 बजिरहेको अनि ट्याक्कै दिदीलाई मैले टाइममा आउनु भनेको दिदीले टाइममा पुग्छु भाइ भन्नुभयो एज युजल सी हेजन अराइभेड होइन हल्का इङ्ग्लिस हानिदिएको है म त दिदी आउनु झर्ने ट्रेन स्टेसन जाँदैछु यहीँ हो 1 मिनट वाकमा दिदी उत्रिने ट्रेन स्टेसन जाँदैछु हेरौँ है त दिदीले आइपुग्यो भाइ आइपुग्यो भन्नुभएको थियो नेभर सिमरन दिदी नेभर हेरौँ सुनसान छ है ट्रेन स्टेसन यहाँ यति काममा बिजी थियो कि होइन खाना खान पारि यता साइडमा हाम्रो पसल छेउतिर नेपालीहरू बस्छ क्या नेपाली केटीहरू बस्छ म त साथी नै हो दिदी पनि हुन्छ अनि चटपटे खाने भने दिउँसो के अरे काँक्रो साक्रो किन्न आएको पसल अनि लास्ट टाइम अस्ति पनि बनाइदिएको नि त मलाई अनि म पे गर्छु भने मैले पे गरेको है अनि 5 बजे चटपट बनाएर ल्याउँछु भने क्या 5 बजे 5 त बजिसक्यो चटपट ल्याउँदैन ला बिर्सेँ मलाई सोच्छु कि लास्टमा अघि 10:30 बजे चटपट बनाएर ल्याएर आएर क्या 10:30 बजे को खान्छ भने टिफिन बटम ल्याएर अब खान्छु बाटोमातिर यो भिडियो थ्याङ्क यू है तर जे भने चटपटे बनाइदिएकोमा त्यही ठुलो कुरो हो स्याम के अरे सदिक्षा समथिङ लाइक त्यस्तै थियो ल है टाइम भइसक्यो ट्रेन स्टेसन अहिलेसम्म आउनु दिदी मै पुग्नुलाई चाहिँ दिदी आइसु गर्छु गाइज होइन खै किन मैसँग यस्तो हुन्छ र होइन ट्याक्कै एयरपोर्ट ल्याएर कानमा लाउँदा चाहिँ ट्याक्कै यहाँ खस्यो क्या है गाइज यु क्यान सी यहाँ खस्यो क्या मेरो एयरपोर्ट खै अब यो कसरी निकाल्ने क्या मैले मेरो एयरपोर्ट ट्रेनको यस्तो खस्यो क्या कसरी निकाल्ने होला हेल्प मी गाइज गाइज हामीले फाइनल एयरपोर्ट निकाल्यो कसरी निकालेर दिदी दिदी भनिदिनु त कहानी उफ्रेर बाह्र जसरी बल्ल एउटा खैरे आएर है खैरे नआएको भए भाइको एयरपोर्ट होइन म त हामफालम त भइरहेको थियो तर के गरी समात्यो भनेको डर के तर चाँडै हेर आइहाल्यो तिमी एकछिनमै सट्टामा नेपाली हो नि त अनि एज युजल आज दिदीलाई मैले 20 मिनट कुरेको छु ओ प्लिज सधैँ भाइ जसरी मैले आज तिम्रो लिन गएको म थ्यांक यू त्यो त हजुरको बाटो आउनु पर्छ नि जसरी पनि म त थ्याङ्क यू त्यसको लागि पनि मेरो आइडी छुटेर होइन आइडी लिन जानुभएको थियो दिदी अनि के अरे म त बारमा हुन्छु मेरो आइडी छुटेर दिदी आइडी लिन जानुभएको थियो स्टाफरसम्म आमा थ्याङ्क यू दिदी त्यसको लागि तर दिदी सधैँ प्लान बनाएपछि कहिले टाइममा अहिलेसम्म हामी प्लान बनायो होला नेभर एभर जे पनि ठिकै छ ल अब भेट्नुपर्छ अगाडि गएको सजिलो ल्याइदिनु भयो त्यसलाई धन्यवाद
सो गाइज होइन हाम्रो त्यो अब भित्र पार्टी सक्यो अब हामी के भोक लाग्यो दिदी हामी के खान जानुपर्छ जस्तो छ अवस्था होइन मेरो त आवाज सुकेछ अलिक हजुरको कस्तो भयो दिदी अब बोल्नु त मेरो झनै सिकिस्तै छ आवाज अब अरू भन्दा नि खाम पिम होइन त्यही त हो नि दिदी जिन्दगी के ओपन छ कि जस एयरपोर्ट चाहिँ भेटायो नत्र आज खल्लो हुन्थ्यो म त आउँदिन्थ्यो होला जाम यता चाइना टाउन लेट्स गो चाइना टाउन अब एउटा बियर खाइन्छ होला टक्क लाएर यहाँ पाउँछ होला म त एउटा बियर लिएर आउँछु नि त आवाज सुकेछ मेरो त गाइज आम गन गो बाई सम बियर फर myself होइन हामी चाहिँ पाएन अनि हाम्रो दिदीले त्यहाँ के को स्लाइस हान्नु अरे पेपरोनी स्लाइस अनि त्यहाँ भेजीलाई चाहिँ मार्गरिटा आइरहेछ यस्तो स्लाइस पनि बेच्नु रहेछ यहाँ है कस्तो खालको रिभ्यू 10 आउट अफ अब कस्तो फास्ट सर्भिस हो क्या भर्खर अर्डर गरेको आइसक्यो हाम्रो पिज्जा यहाँ दिदी खोल्नु न त कस्तो पिज्जा हेर्नु है त्यहाँ टक्क लगाएर मार्गरिटा डिपै दिएन है केही पनि सो नाउ यु गाना इन्जोय द पिज्जा सो गाइज हामी त्यो म त्यो अहिले बसमा चढेर घर जान्ला 14 हो नि त 14 मा हैन नि त मेरो दिदी पनि बसमै घर जानुहुन्छ अब फोन मेरो त 8% छ घरसम्म पुग्दा हुन्छ होला गुड नाइटको भ्लग आउँदैन होला है त्यही पनि थाहा छैन यो भ्लग युट्युबमा आउँछ आउँदैन यो डिपेन्ड्स अब कति बेला एडिट हुन्छ के हुन्छ थाहा छैन हेरौँ बाई यसपछिको आयो भने चाहिँ सम्झिने कि सबै घर गएर सुत्यो दल्यो बाई गाइज अहिले म घर पुग्नलाई बिहानको कति बजी भन्दाखेरि 5:17 AM इन द मर्निङ है मेरो खुट्टा चाहिँ डेड भएको छ यो जुत्ता मैले बिहान 11 बजी लाग्यो अहिले बिहानको 5:17 भयो भनेपछि बिहान 11 12 घन्टा भइहाल्यो 13 14 15 12 1 2 3 4 5 6 1 2 3 4 5 6 7 18 घन्टा लाग्यो रहेछ मैले आज जुत्ता फोनमा 2% चाहिन्छ अब म घर जान्छु सिधै ढल्छु सुत्छु गुड नाइट यो भ्लग आयो भने आयो आएन नि आएन बाई बाई टाटा सी यू चाउ चाउ